पड्क्यो ट्रान्समिटर पड्क्यो। पानी परेको चाहिँ यहाँ बसेको छौँ हामी चाहिँ। अब के गर्नु है, पानी डेन्जर छ। लास्ट ठुलो रुख परेको छ, लास्टै ठुलो यो तारमा कसरी झुम्यो जोस पेटोले गर्दैछ। ल कतातिर पहिरो गएर जयकोटबाटै गाडी चाहिँ आवत जावत बन्द गरिसकेको छ पुलिसले, प्रहरीले। तपाईँहरू पनि गाइस वेलकम टु माई न्यू ब्लग। र आजको ब्लगमा चाहिँ हामी हाम्रो काम के छ कस्तो छ त्यो देखाउने छौँ। र आज चाहिँ हाम्रो चाहिँ अब 3-4 दिन पानी मजाले पर्छ भनेको छ। र फर्स्ट दिन पानी पर्दा नै समस्या धेरै नै आइसकेको छ हाम्रो काममा। हेरौँ सबैजना कतिको चाहिँ के भएछ हजुरहरूलाई पनि देखाउने छौँ र हामी पनि गर्नेछौँ। लेट्स गो टु द न्यू ब्लग। फर्स्ट काम चाहिँ हामीले भेटिसकेको छौँ, जुन चाहिँ रहेको छ हाम्रो फ्युज हाल्ने काम। यहाँनिर चाहिँ फ्युज खाएको छ अरे, छ रहेछ। अब हेरौँ तार जुधेर फ्युज खायो कि लोड बेसी भएर फ्युज खायो, हेरौँ। ल हामी चाहिँ खत्रै पानी परेर के गर्ने यहाँ अब यसो ओत्लाएर बसेका छौँ। यही आगो तापेर 3 जना दाजुभाइ के गर्नु, आगो ताप्नु परेको, जाडो छ लास्टै। मिठो पानी परेर है चरीकोटमा चाहिँ। ल पानी परेको चाहिँ यहाँ बसेको छौँ हामी चाहिँ। के गर्नु, जाडो छ। घाट आइपुग्यो, घाट अहिले चाहिँ हामी लाइन चलाउनको लागि मात्र रुखको हाँगा काटेर सबै सफा गरेर लाइन चलाउनको लागि सबै गरिसक्यौँ। र हामीले चाहिँ ओलिँदैछ भने त यस्तो पानीमा चाहिँ हामी फ्युज हाल्न चढिसक्यौँ। त्यहाँबाट फ्युज खान्छौँ। चरीकोट नआउँछ, चरीकोट नआउँ पुरै बन्द भइसक्यो। चरीकोट बार लगाइसक्यो, इमर्जेन्सी मात्र कुद्छ होला सायद अब। हामीलाई मात्रै हो क्या खुल्ला, हामीलाई बारीमा हिँड्नु त बाटो चाहिँदैन। बारीमा त हात फाल्दै हिँड्नु।